सबैलाई नमस्कार। भगवान रूपी ग्राहकलाई सम्मान गर्दै आज मैले ग्राहकको प्रकारहरूको बारेमा यहाँले भन्दैछु। सम्भवतः मैले पसलमा पेश गर्ने 3 प्रकार ग्राहकहरू हुनुहुन्छ। एउटा ग्राहकहरू आउनुहुन्छ, उहाँ सबैभन्दा पहिला सामान क्वालिटी भन्दा पनि मूल्यमा जानुहुन्छ र सिधै भन्नुहुन्छ यसको मूल्य कति हो। उहाँहरूको अभ्यास अनुसार मूल्य कम भयो भने उहाँ चाहिँ अरू सामान हेर्न चाहनुहुन्छ। इनकेस कतिपय अवस्थामा चाहिँ कतिपय कस्टमरले आफूलाई परेको एउटा हुन्छ, हामीले चाहिँ मार्जिन थोरै जोडेर चाहिँ हामीले चाहिँ यति परेको भन्छौँ। उहाँले चाहिँ हामीले जति आफूलाई परेको लागत भन्दा पनि उहाँले चाहिँ कममा चाहिँ यतिमा मैले पाएको छु भन्नुहुन्छ। त्यो कस्टमरले हामीले केही गर्न सक्दैनौँ। दोस्रो तरिका कस्टमर आउनुहुन्छ, उहाँले चाहिँ आइसके पछाडि पहिला सामान सबै हेर्नुहुन्छ, प्याकिङ गर्न लगाउनुहुन्छ। प्याकिङ गरेर भइसकेपछि लास्टमा दिने बेलामा कति हो भन्नुहुन्छ, हामीले यति हो भन्छौँ। उहाँले त्यसमा सामान्य रूपमा घटाउनुहुन्छ र अनि लानुहुन्छ। उहाँ चाहिँ एकदम सहज कस्टमर, सायद धेरैले यो खालको कस्टमरहरू पनि फिल गर्नुहुन्छ। अब तेस्रो खालको कस्टमर एउटा यस्तो कस्टमर आउनुहुन्छ जसले चाहिँ सबैभन्दा पहिला मूल्यभन्दा चाहिँ सामान र त्यसको क्वालिटीमा ध्यान दिनुहुन्छ र सबै हामीले उहाँले बताइसके पछाडि अन्तिममा बल्ल प्राइसको कुरा आउँछ। प्राइसको कुरामा आइसके पछाडि उहाँले 1-2 ठाउँ अरू ठाउँमा पनि बुझिसकेको हुनुहुन्छ र लास्टमा मैले चाहिँ अर्को पसलमा यतिमा पाएको छु, अब तपाईँले मलाई कतिमा दिन सक्नुहुन्छ भन्नुहुन्छ। त्यहाँ चाहिँ हामीले भनेको मूल्य र उहाँले भनेको मूल्यमा ग्याप हुन्छ, तर पनि उहाँले एउटा पत्याएर लाग्दो चाहिँ कस्टमर हुनुहुन्छ। उहाँहरूले भनेअनुसार चाहिँ हामीले त्यही मूल्यमा दिन खोज्छौँ, तर उहाँले त्यसमा पनि घटाउनुहुन्छ, किनकि त्यो मूल्यमा पाए त मैले त्यही पसलबाट लान्छु भन्नुहुन्छ। त्यही भएर हामीले चाहिँ त्यो मूल्यमा पनि अझै घटाएर हामीले उहाँलाई दिन्छौँ र हामीसँग एउटा राम्रो सम्बन्ध रहन्छ। अब तपाईँ भन्नुहोस्, तपाईँ चाहिँ कुन खालको कस्टमर पर्नुभयो र तपाईँहरूले कुन खालको कस्टमर फेस गर्नुभएको छ, कमेन्ट गर्नुहोस्।